नेपाली जनताहरू लामो समयदेखि वर संघर्षको अभियानमा लागिरहेका छन्, राजनीतिक आन्दोलनको अभियानमा लागिरहेका छन्, राष्ट्रिय स्वतन्त्रता प्राप्तिको अभियानमा लागिरहेका छन्। यो लडाई लामो लडाई हो। लामो लडाईमा हामी नथाकिकन लगातार अघि बढ्दैछौँ। यस्तो भएको हुनाले यो सामन्तवाद, दलाल लोकशाही, पुँजीवाद र साम्राज्यवादको संरक्षण गर्ने रक्षा किल्ला बनेर जबसम्म राजतन्त्रले भूमिका खेलिरहन्छ तबसम्म त्यो जनताको विरोधको तारो बनिरहन्छ। यदि जमिनदार वर्गलाई उच्छेद गर्नको निम्ति, दलाल लोकशाही पुँजीवादलाई उच्छेद गर्नको निम्ति, दलाल लोकशाही पुँजीपति वर्गलाई उच्छेद गर्नको निम्ति जनताले अभियान अघि बढाउँदाखेरि राजा केवल तटस्थदर्शी बनेर किनारामा उभिएर हेरिरहन्छन् भने हामीलाई त्यस्तो विशेष आपत्ति हुने छैन। हामीलाई कुनै पूर्वाग्रह साध्नु छैन, हामीले कुनै निश्चित मतलब सिद्ध गर्नु छैन। हामीले त राष्ट्रको उन्नति र प्रगति गर्नु छ, हामीले जनताको समृद्धि र जनताको खुशहाली हासिल गर्नु छ। त्यो जनताको प्रगति र समृद्धि, राष्ट्रको प्रगति र समृद्धिलाई बाधा हाल्ने तत्त्व भनेको सामन्तवाद, दलाल लोकशाही, पुँजीवाद र साम्राज्यवाद हो। त्यसमा कुनै सम्झौता हुन सक्दैन, त्यसमा कुनै समझदारी हुन सक्दैन र त्यसलाई सम्पूर्ण रूपले उकेलेर फाल्नुपर्छ। तब मात्र यो मुलुकको कायाकल्प हुन सक्छ, तब मात्र यो मुलुकको भाग्य र भविष्य सुध्रिन सक्छ। अहिले पनि नेकपा माले ठिक यही धारणा राखिरहेको छ। यहाँहरूलाई यदि हाम्रा धारणाहरू चित्त बुझेनन् भने आलोचना गर्न सक्नुहुन्छ, सुझाव दिन सक्नुहुन्छ, खण्डन मण्डन गर्न सक्नुहुन्छ। त्यसको निम्ति हामी शिर निहुराएर नम्रतापूर्वक त्यो कुराहरू लिन र ग्रहण गर्नको निम्ति तयार छौँ। यसो भएको हुनाले मैले एउटा यसो भनेर के कुरा व्यक्त गर्न खोजेको भने कुनै पनि बेलामा संघर्ष गर्ने भनेर सवाललाई अघि बढाइन्छ भने त्यसको बाधक तत्व को, शत्रु को भन्ने सवाल प्रमुख रूपले उपस्थित हुन्छ र त्यो प्रमुख शत्रु हटे पनि यदि आधारभूत कुराहरू परिवर्तित भएनन् भने, त्यो प्रमुख शत्रुलाई निमिटान्न पारे पनि यदि मुलुकको आधारभूत स्थितिमा परिवर्तित भएन भने जनता र राष्ट्रको जीवनमा खुशहाली आउन सक्दैन। त्यसो भएको हुनाले नि हामीले अहिले यदि राजा संविधानमा बाँधिएर बस्ने हो भने, यदि राजा जनतालाई दिएका अधिकारहरूलाई उल्लङ्घन गर्ने कहिल्यै पनि त्यस्तो दुस्साहस नगर्ने हो भने रहन पनि सक्छन्। यसो भन्दाखेरि मैले अघि भने कि यहाँहरू धेरैलाई मेरो कुरा चित्त नबुझ्न सक्छ। हो, यसले त राजालाई रहन पनि सक्छन् भन्यो, नेकपा मालेको महासचिवले रहन पनि सक्छन् भन्यो। आदरणीय जनसमुदाय, यो कुनै ठूलो कुरा होइन। एकजना राजा रहने कुराले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन। तर सामन्तवाद, दलाल लोकशाही, पुँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन। यो राजा सहितको प्रजातन्त्र भन्दाखेरि मैले अस्ति एउटा पत्रिकामा इन्टरभ्यूमा पनि मैले बताएको थिएँ। मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर पनि यदि जनतालाई सर्वशक्तिमान बनाउने, प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने कुरालाई ग्यारेन्टी गरिन्छ भने यो ठूलो आपत्तिको कुरा हुने छैन। किन ठूलो आपत्तिको कुरा हुने छैन? यसकारणले ठूलो आपत्तिको कुरा हुँदैन कि कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ, कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ र त्यो हामी अरू अनेकौं गणतान्त्रिक मुलुकहरूमा देखिरहेका छौं। हाम्रो मुलुकमा चाहिँ राष्ट्रपतिको निर्वाचन चाहिँ गर्नु नपर्ने त राजाकै छोरा राष्ट्रपति जस्तो हुन्छन् भने पनि त्यसलाई ठूलो आपत्तिको विषय मान्नुपर्ने केही जरुरी हुँदैन। यस कारणले कि यद्यपि राजालाई यो परम्परावादी खालको एउटा अभिजात्य वर्गलाई र त्यो अभिजात्य शैलीलाई कायम राख्दाखेरि मुलुकले अलि बढ्ता खर्च बेहोर्नु पर्ला। जस्तो माधव कमरेडले यहाँ बताएर जानुभयो कि राजाको 4 लाख तलब भन्ने कुरा चाहिँ राखियो। अहिले हाललाई राजाले 4 लाख तलब खाएर दरबारमा नारायण हिटीमा राज गरिरहन्, त्यही बसिरहन्, तर मुलुकको शासन प्रणालीले मुलुकको भाग्य निर्माण गर्ने काम जनताको हातमा दिइयोस्, हाम्रो हातमा दिइयोस्, नेपाली जनताको हातमा दिइयोस्। यसो गर्दा यसो भन्न सकिन्छ कि यहाँले आफ्नो घरमा हात्ती पाल्नु भयो भने धेरै घाँस, धेरै भुस, धेरै त्यस्तो उसलाई फिडिङ चाहिन्छ, तर एउटा बोको पाल्नु भयो भने त्यो बोकालाई थोरै घाँसले पुग्ने थियो। यस अर्थमा एउटा निर्वाचित राष्ट्रपति हुने हो भने उसले 15,000 20,000 वा केही त्यस्तै प्रधानमन्त्रीको बराबरी तलबमा काम चल्थ्यो होला। तर यो सामन्ती अभिजात्य शैलीमा बाँचेको दरबारलाई अहिले त्यति खर्चले पुग्नेवाला छैन। त्यसो हुँदाखेरि अहिले राजालाई 4 लाखको खाँचो छ भने हामी कोही बात छैन, हामी त्यो कुरा अहिले दिन तयार छौं। तर प्रजातान्त्रिक अधिकारहरूमा कुनै गिद्ध दृष्टि हुनु भएन, प्रजातान्त्रिक अधिकारमा कुनै पनि किसिमको औलो ठड्याउनु भएन दरबारबाट। हामीले भन्न खोजेको कुरा यो। त्यसो हुँदाखेरि सवाल आधारभूत कुराको, सवाल वर्गीय शत्रुको र सवाल प्रतिगामी उत्पादन सम्बन्धको हो। त्यो प्रतिगामी उत्पादन सम्बन्धलाई तोड्नुपर्छ र प्रगतिशील उत्पादन सम्बन्धलाई कायम गर्नुपर्छ। त्यसो हुँदाखेरि यसो भनिरहेको बेला
जब दिएको संविधानमा दिएको सम्मानको आधारमा राजा त्यही भित्र यदि सीमित भएर रहने हो भने हामीलाई राजासँग त्यस्तो विशेष आपत्ति हुने छैन भन्ने कुरा मैले भनिरहेको बेला म के कुरालाई मनमा राखिरहेको छु भने भोलि अर्को कुनै शक्ति सामन्तवाद दलालोपशाही पुँजीवाद र साम्राज्यवादको रक्षा गर्ने मुख्य शक्ति बनेर आउन सक्छ र त्यो चाहिँ हाम्रो आन्दोलनको मुख्य शत्रु बन्न सक्ने। त्यसो हुनाले मूल शत्रु बदलिन्छ आन्दोलनको दौरानमा। मूल शत्रु बदले पनि परिस्थिति बदलिएको छैन भने अर्को जुन मूल शत्रु आउँछ त्योसँग हामीले हाम्रो लडाईँलाई जारी राख्नुपर्छ। त्यसो हुँदा यो पूर्वाग्रहको लडाईँ होइन, यो कुनै किसिमको त्यस्तो एउटा कसैप्रति एउटा व्यक्तिगत दुर्भावनाको लडाईँ होइन, यो जनता राष्ट्रको जीवन र मरणको लडाईँ हो र यो लडाईँ जारी रहन्छ, जारी राख्नुपर्छ।